नमस्कार, म युवराज आचार्य। यतिखेर म झापाको मेचीनगर 13 स्थित हातेमाला सामुदायिक वनमा छु। यो चाहिँ राज्यको सम्पत्ति यसरी खेर गइरहेको अवस्था छ। यो एसियन हाइवे मैना राजमार्ग स्तर वृद्धि गर्नका लागि काटिएको रुखको अवस्था हो। हरियाली सडक मासेर यसरी ल्याइएको काठ यसरी कुहिएको छ। यो दृश्य देखाइरहेको छु म। राज्यले आम्दानीको स्रोत बनाएको यसलाई किन यसरी सडाइरहेको छ यो बुझ्न सकिएको छैन। तर यो गलत हो, किनभने यो कानुनी झन्झट हो भने कानुन बनाएर काट्नुपर्ने थियो, या अक्सन नमिलेको भने तयारी बगैर किन यसरी हतार गरौँ, यो प्रश्न मेरो पनि छ र आम जनसमुदायको पनि रहनेछ। किनभने यो राज्यले पाउनुपर्ने सम्पत्ति, राज्यले पाउनुपर्ने कर, यो बेचे बाबत केही राज्यको आम्दानी हुने थियो, तर यसरी कुहिएर गएको छ। यो व्यवस्थापनको अभाव र यसलाई पारदर्शी तरिकाले अगाडि बढाउन नसक्दाको यो परिणाम म देखाइरहेको छु। यो एकदम गलत छ। यसरी यो कम्तीमा राज्यले बेच्न नसक्ने, नियम बनाएर बेच्न नसक्ने जनतालाई सदुपयोग गर भनेर दिएको भए पनि कम्तीमा उहाँहरूले युज गर्नुहुने थियो। तर यो त यसरी कुहिएको छ। यो न मल भएको छ, न दाउराको अवस्था छ। यो विभिन्न प्रजातिका रुखहरू, 100औं वर्ष 50औं वर्ष पुराना रुखहरू काटेर लथालिङ्ग पारेको यो दृश्यमा देखाइरहेको छु। यो जे हो गलत भइरहेको छ। कम्तीमा नागरिकलाई यसको सदुपयोग गर्न दिएको भए पनि कम्तीमा कुनै नै थिएन। थोरै रकम लिएर उपभोग गर्नुभन्दा पनि पक्कै नागरिकहरूलाई यो काठको आवश्यकता थियो, लानुहुन्थ्यो, प्रयोग गर्नुहुन्थ्यो। तर यसरी यो सामुदायिक जङ्गलमा चाहिँ यसरी थुपाएर राखेको छ, न संरक्षण छ। यो किन राखेको भन्नेमै यसमा प्रश्न छ। किनभने यो यसरी कुहिएको छ, यो लथालिङ्ग तरिकाले यो एकदम यो गैर जिम्मेवार वन कार्यालयको देखिन्छ। यसप्रति हामी खबरदारी गर्न चाहन्छौँ। यसरी राज्यको सम्पत्ति एउटा निकायले यसरी ध्वस्त पार्न पाइँदैन। यो सदुपयोग हुनु पर्थ्यो। यो दृश्य एकदम विरक्त लाग्दो अवस्थाको छ। किनभने त्यो बाटोको सडक स्तर उन्नति गर्ने क्रममा काटिएका ठुल्ठुला हरियाली रुखहरू, त्यस पश्चात त्यसको सही व्यवस्थापन नहुनु एकदम दुःखदायी विषय छ। किनभने यसलाई सदुपयोग गर्न सक्नु पर्थ्यो। राज्यले केही नभने आम्दानीको स्रोत बनाउन सक्थ्यो। यसलाई सही सदुपयोग तरिकाले प्रयोग गरेको भएदेखि यहाँ सम्बन्धित उपभोक्ताहरूलाई, सडक आसपासमा रहेको सम्बन्धित उपभोक्ताहरूलाई, नागरिकहरूलाई नि यसको व्यवस्थापन गर्नको लागि केही शुल्क लिएर दिएको भए पनि उहाँहरूले पक्कै यसलाई प्रयोग गर्नुहुने थियो। यो त दाउरा पनि नहुने अवस्थामा छ। त्यति राम्रा रुखहरू, ठुला ठुला रुखहरू, यो विभिन्न प्रजातिका छन्। सबै कुकाठ मात्रै पनि छैनन् होला यहाँ। त्यसले गर्दा कम्तीमा राज्य संवेदनशील हुनुपर्छ यो विषयमा। यत्रो यो राज्यको लगानी, किनभने यो काटेर यहाँ ल्याउँदा पनि लगानी लागेको छ। त्यो अब यसलाई उठाउन, यसलाई संरक्षण गर्न नसक्ने यो एकदम गैर जिम्मेवारी छ। यसलाई सदुपयोग हुनु पर्थ्यो। यसरी कुहिरहेको छ। यो अब सम्भवतः दाउरा पनि नहुने अवस्थामा छ। पोचिएर चाहिँ यसरी लथालिङ्ग तरिकाले छ। यो ठुल्ठुला रुखहरू, काठहरू धेरै राम्रा राम्रा हुन्थे। सबै राम्रा काठमा प्रयोग नभए पनि कुकाठै सही, कम्ती यसको सदुपयोग हुन्थ्यो। नागरिकले सदुपयोग गर्थे। यसतर्फ राज्य सचेत हुनुपर्छ। किनभने यो जे भइरहेको छ गलत छ। यसरी वनभित्र थुपारेर चाहिँ यसरी कुहाइरहेको अवस्थामा यो राज्यको सम्पत्ति माटोमा मिलेको अवस्था छ। यो राज्यले यसलाई चासो दिनुपर्ने देखिन्छ। सम्बन्धित निकायलाई खबरदारी गरेर यसको सही व्यवस्थापन, अब यो ढिलो भइसक्यो तथापि दाउराकै रूपमा भए पनि यसलाई चाहिँ सही व्यवस्थापन गर्नुपर्छ। किनभने अझै पनि धेरै छौँ हामी जनताहरू
दाउरा बालेर पनि हामीले खाना पकाउने गर्छौँ या गाईबस्तुलाई दाना पानी गर्ने गर्छौँ। यसको सदुपयोग गर्न सक्छौँ, यो खेर नजाओस्।